नमस्ते भाइ बहिनीहरू। आज हामी च्याप्टर 35 मा छागपजाङ फाल्ली कार्यस्थलको रेग्दी हाङ्गुगे सानप खुजो कोरियाको औद्योगिक संरचना बारे पढौं। ग्रामर पढौं। VST मा जा, यो ठाडो भाषा हो। औ रौ नौ लेट्स डू। यसैको पछाडि जागो हेयो औ रौ नौ भनेर भन्दै हुनुहुन्छ। तेस्रो इन्डाइरेक्ट स्पिच। फिउप्सिदा उप्सिदा लेट्स डू। छिमाप्सिदा नगरौं। जस्तै क्रियापदबाट बुझौं। खाजा जाउँ, ठाडो भाषा भयो। चिबे खाजा घर जाउँ। चिबे खाजाको हेयो घर जाउँ भनेर भन्दै हुनुहुन्छ। कसले? तेस्रो व्यक्तिले। खाप्सिदा लेट्स डू, लेट्स गो, जाउँ। खाजिमाप्सिदा नजाउँ। मक्चा खाउँ, मक्चाको हेयो खाउँ भनेर भन्दै हुनुहुन्छ। जस्तै राजुसिगा नेइल मान्नाजाको हेयो राजुजीले भोलि भेटौँ भनेर भन्दै हुनुहुन्छ। डाइरेक्ट क्रियापद। छिबे खाप्सिदा घर जाउँ, इराप्सिदा काम गरौँ, मान्नाप्सिदा भेटौँ आदि। अब VST मा रिउल र उलको प्रयोग। यो फ्युचर टेन्स हो। ने ने जस्तै छुल दिने गत कुरा, छुलगत दिने कुरा। मगुल खाने गत कुरा, मगुलगत खाने कुरा। मान्दुल बनाउने गत कुरा, मान्दुलगत बनाउने कुरा। फोल हेर्ने, फोलगत हेर्ने कुरा। हाल गर्ने, हालगत गर्ने कुरा। साल किन्ने, सालगत किन्ने कुरा। मारहाल भन्ने, मारालगत भन्ने कुरा। सिल चलाउने, प्रयोग गर्ने, सिलगत चलाउने कुरा आदि। जस्तै उदाहरण। उरिगा नेल खालगोसी अदिएयो भोलि हामी जाने ठाउँ कहाँ हो। खालगोसी भनेको जाने ठाउँ, अदिएयो कहाँ हो, गएको छैन। VST मा फेरि निउन र उनको प्रयोग। यसले कन्जक्सनमा प्रयोग गर्दाखेरि पास्ट टेन्सको अर्थ दिन्छ। एको रेको नेको अथवा ने, एको रेको अथवा ने। जस्तै खानगोत गएको ठाउँ, मगुनगत खाएको कुरा, मान्नान्साराम भेटेको मान्छे। अल्माछाने उरिगा इरानगोत गोसिएयो केही समय अगाडि हामीले काम गरेको ठाउँ हो। इरानगोत भनेको, इरानगोत भनेको काम गरेको ठाउँ। VST मा नुन, नुन प्रेजेन्ट टेन्स हो। यसले ING अथवा सिम्पल प्रेजेन्टको अर्थ दिन्छ। उदाहरण ने अथवा इ रहेको। मङ्नुनगत खाइरहेको चिज, इरानुन छाङ्सो काम गरिरहेको ठाउँ। जस्तै सिगम हुरिगा इरानुन छाङ्सो हो अहिले हामी काम गर्दै गरिरहेको ठाउँ हो। अहिले हामीले काम गर्ने ठाउँ हो। इरन सिब्रासिमेन दोथे हो। यसरी भन्दा पनि हुन्छ। आजको हामी छङ्बो पढौं। हाङ्गुगे सानप खुजो भनेको कोरियाको औद्योगिक संरचना के कस्तो छ भन्ने विषयमा पढौं। 1950 बाट 1953 सम्म दक्षिण कोरिया र उत्तर कोरिया बीचमा लडाईँ भयो। 1953 को लडाईँ रोकिएसकेपछि 1953 मा लडाईँ रोकिएपछि दक्षिण कोरिया अत्यन्तै गरिब भयो र यसरी गरिब कोरिया 1960 को दशकमा आएर विकासमा लम्कन सुरु गर्यो र 21औं शताब्दी अथवा 60 वर्ष पछाडि आएर कोरियाको आर्थिक संरचना, आर्थिक पूर्वाधारहरू के हो त एकदमै उच्च छ र सुरुका यी दिनहरुमा कोरियाले कस्तो औद्योगिक संरचनामा भर परेको थियो अथवा औद्योगिक संरचना थियो र आधुनिक समयमा कस्तो छ भन्ने विषयमा हामी पढ्न गइरहेको छौं। जस्तै हाङ्गुगे सानप खुजोनुन भनेको कोरियाको औद्योगिक संरचना चाहिँ खिसुलह्यक्सिनवा नयाँ सिप्र प्रविधि अनि क्लोबरे तारा भनेको ग्लोबलीकरण अनुसार छिसोक जगुरो फ्यानागो स्मिदारेको निरन्तर रूपमा परिवर्तन
भइरहेको छ। अथवा संसारले जुन कुराहरू संरचना गरेर आविष्कार गरेर एउटा नयाँ प्रविधि र सिप सँगसँगै विकास अगाडि बढाएको छ, कोरियाको औद्योगिक संरचना पनि आधुनिक सिप, आधुनिक प्रविधिद्वारा अनि ग्लोबलीकरण अनुसार नै परिवर्तन, निरन्तर भनेको लगातार परिवर्तन भएर गइरहेको छ। अब प्राचीन समयमा चाहिँ कोरियाको उद्योगहरूको अवस्था के कस्तो थियो त पढौँ। ख्वागएनुन विगतका समयमा अथवा प्राचीन समयमा अथवा पहिले नोङअपका कृषि अनि क्योङगोङअप भनेको हल्का सामान्य खालका उद्योगमा चुङसिमे सानपुजो यच्चिमान भनेको एउटा सामान्य उद्योगहरूमा एउटा आधारित थियो, केन्द्रित थियो भने ह्यन्जेनुन भनेको अहिले चाहिँ यो समयमा आएर चाहिँ छेजोअपका उत्पादनमूलक, सबिसब सेवामूलक दुङ लगायतका खबुगा खाच्ची भनेको ठुल्ठुला लगानी भएका सानबे भनेको उद्योगहरूको फिजुङ्गी भनेको सङ्ख्या चाहिँ डोफा जस्मिदानेको के हो त एकदमै के हो त बढ्दो मात्रामा छ। यसको मतलब प्राचीन समयमा एउटा सामान्य खेतीपाती र एउटा सामान्य उद्योगमा भर परेको एउटा केन्द्रित भएको कोरिया चाहिँ आधुनिक सिप प्रविधिद्वारा ग्लोबलीकरण अनुसार नै अहिले के हो त ठुल्ठुला उद्योगहरू अथवा उच्च मूल्यका उद्योगहरू खोलेर ती खोलिएका सङ्ख्याको दर के हो त उच्च छ भन्न खोजिएको। सानापखुचो भनेको औद्योगिक संरचना, किसुलह्यक्सिन भनेको सिप र प्रविधि, ख्योङगोङअप भनेको सामान्य खालका प्राथमिक उद्योगहरू, छेजोअप भनेको उत्पादनमूलक, सबिस भनेको सेवामूलक, खबुगा खाच्ची सानप भनेको उच्च लगानी भएका उद्योगहरू, फिजुङ भनेको अंश, दर, सङ्ख्या। अब 2 मा जाउँ। कोरियाको उद्योग व्यवसायले कोरियाको अर्थतन्त्रमा कस्तो किसिमको प्रत्यक्ष असर छ अथवा कस्तो किसिमको उमा ओगटेको छ भन्ने विषयमा जाउँ। त्यसमा हामी पढ्दैछौँ नोङअप, माथि हामीले पढ्यौँ छेजोअप र सबिसअप। अब त्यो बाहेक अर्को खेतीपाती र माछा पालनले चाहिँ कस्तो किसिमको जिडिपीमा कस्तो असर पारेको छ अथवा कस्तो किसिमको प्रभाव पारेको छ भन्ने विषयमा पढौँ। नोङअप कृषि, मत्स्य पालन, इमअप वन उद्योग, दुङ लगायतका इल्छा सानाबुन भनेको एउटा सामान्य किसिमका यी प्राथमिक उद्योगहरूले हाङ्गुगे छन्छे छिदिबिएछ भनेको कोरियाको होल ग्रस डोमेस्टिकेट प्रोडक्टमा छाजिहानुन फिजुङ्गी भनेको ओगटेको कुल सङ्ख्या चाहिँ साङ्दे जगुरो भनेको एउटा तुलनात्मक रूपमा नाच्छिमान एउटा कमै भए तापनि खुङमिने खिबुन सेङ्वारे भनेको एउटा नागरिकहरूको आधारभूत जीवनमा चाहिँ फिर्योहान आवश्यक पर्ने, जस्तै नोङसामुल खेतीपाती, सुसानमुल माछा उत्पादन, इम्सामुल वन उत्पादन, दुङ लगायतका सेङसानेस भनेको उत्पादकतामा चाहिँ के हो त यजनी भनेको अहिले पनि छुङयोहान यक्कारो ठागो स्मिदानीको के हो त महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको मतलब यो भन्न खोजेको के हो भने कृषि व्यवसाय अथवा मत्स्यपालन व्यवसाय अथवा वन उद्योग व्यवसायले ग्रस डोमेस्टिकेट प्रोडक्टमा चाहिँ एउटा सानो स्थान ओगटे तापनि एउटा नागरिकहरूको आधारभूत जनजीवन चलाउन चाहिँ यो खेतीपातीको व्यवसाय अनि मत्स्यपालन व्यवसाय अनि वन उद्योग व्यवसायले चाहिँ के हो त राम्रो किसिमको के हो त भूमिका खेलेको छ भन्न खोजिएको। कसको? कृषकहरूको आधारभूत जनजीवन जिउनको लागि। नोङअप कृषि, अप माछा मार्ने, इमअप वन जङ्गल, इल्छा साना प्राथमिक उद्योग, छिडिपी ग्रस डोमेस्टिकेट प्रोडक्ट यो भनेको आफ्नो घरेलु उत्पादनको यो के अरे यो उत्पादन अनि बेचबिखन गरेर कमाउने पैसा, छाजियानुन फिजुङ ओगटेको सङ्ख्या, साङ्दे जगुरो सापेक्ष रूपमा, यजनी अझै पनि जस्ताको तस्तै, खिबुन सेङ्वाल आधारभूत जीवन, नोङसामुल कृषि उत्पादन, सुसानमुल माछा उत्पादन, इम्सामुल वन उत्पादकता, छुङयोहान यक्कल महत्त्वपूर्ण भूमिका। अघि हामीले
माथि कोरियाको एउटा व्यवसायमा एउटा सानमूल माछा पालन, कृषि व्यवसाय अनि वनजङ्गल व्यवसायले त्यस्तो ग्रस डोमेस्टिकेट प्रोडक्टमा एउटा ठुलो भूमिका नखेले तापनि एउटा सानो स्थान मात्रै ओगटे तापनि कोरियनहरूको दैनिक जनजीवनमा चाहिँ यसले अझैसम्म पनि के हो त आधारभूत जीवनको लागि राम्रो किसिमको भूमिका खेलेको छ भन्ने पढ्यौँ। तर अब विश्वव्यापी बजारमा एउटा ग्रस डोमेस्टिकेट प्रोडक्टमा एउटा कुन व्यवसायले चाहिँ के हो त राम्रो किसिमको भूमिका खेलेको छ अथवा कुन कुन कुरा चाहिँ उच्च स्थानमा छन् भन्ने विषयमा फेरि पढौँ। ह्योन्जे अहिले हाङ्गुक कोरियाको दक्षिण कोरियाको छन्जा इलेक्ट्रोनिक, छादोङछा अटोमोबाइल, छोसन सिप बिल्डिङ पानीजहाज, ह्वाक सानप दुङेस भनेको रासायनिक उद्योगहरू जस्ता यी व्यवसायले सेगेजगिन भनेको विश्वभरि ख्योङजेङ न्यगुल खाजीको स्मिदानेको विश्व बजारमा अथवा विश्वव्यापी रूपमा के हो त विश्वव्यापी रूपमा के हो त प्रतिस्पर्धी छ। अब ती प्रतिस्पर्धी भएका यी कम्पनीहरू चाहिँ फेरि कुन कुन हुन् त? तुखी विशेष गरेर सामसुङ, ह्योन्डे, ह्युन्डाई, एलजी वा काथुन भनेको एलजी जस्ता कम्पनी, थेक यब्दुरी भनेको यस्ता ठुल्ठुला कम्पनीहरूले ग्लोबल सिजाङेस भनेको एउटा ग्लोबल बजारमा अथवा अन्तर्राष्ट्रिय व्यापार व्यवसाय अथवा अन्तर्राष्ट्रिय बजारमा छुङयोहान उइछिरुल छाजिहागो स्मिदानेको एउटा महत्त्वपूर्ण एउटा उच्च स्थान के हो त ओगटेको छ। कुन कुन कम्पनीले? सामसङ, ह्योन्डे, एलजी अनि पानी जहाज गाडी यस्ता कम्पनीले उच्च स्थान ओगटेको छ। तोहान फेरि अनि आइटी वा सफ्टवेयर, आइटी भनेको सूचना प्रविधि अथवा सफ्टवेयर भनेको सफ्टवेयर, सानबे फाल्चनुल भनेको उद्योगको विकासको बाथाङ्रो भनेको यस्तो आधारमा उद्योगको विकासको आधारमा के विकास भएको छ फेरि खुम्योङ के लोकप्रिय भएको छ खुम्योङ वित्तीय सेवा, ख्ययु शिक्षा तालिम, वेल्यौ स्वास्थ्य सेवा, ख्वानग्वाङदोङ सर्भिस भनेको पर्यटन सेवा लगायतका सानबी भनेको उद्योगहरूले पनि हाङ्गुके कोरियाको डिजिटल ख्योङजे फाल्चनुल भनेको कोरियाको डिजिटल अर्थतन्त्रको विकासलाई इकुल गोइस्मिदा भनेको के हो त अगाडि बढाइरहेको छ। केले? आइटी सर्भिस सफ्टवेयरले चाहिँ कोरियाको विकासलाई कोरियाको अर्थतन्त्रलाई के हो त अगाडि बढाइरहेको छ। त्यो मात्र नभएर खुरीको अनि हाङ्गुक खेप कोरियाको पप गीत, थुरामा ड्रामा, यङवा फिल्म दुङ लगायतका सेगेजगिन इन्किए भनेको विश्वव्यापी लोकप्रियताले मुना खोन्थेन सानब्दो भनेको एउटा सांस्कृतिक सामग्री उद्योगलाई पनि खुन छुमगुल फातको स्मिदानेको ठुलो मात्रामा के हो त ध्यानाकर्षण दिएको छ अथवा ध्यानाकर्षण गराएको छ। तलतिर वर्णन पढौँ। छन्जा इलेक्ट्रोनिक, छादोङछा गाडी, छोसन सिप बिल्डिङ, ह्वाक सानप रसायन उद्योग, सेगेजगिन ख्योङजेङन्यक विश्वव्यापी प्रतिस्पर्धा, थेकियप ठुल्ठुला उद्योग, ग्लोबल सिजाङ ग्लोबल बजार, आइटी सूचना प्रविधि, सफ्टवेयर सानप भनेको सफ्टवेयर उद्योग आदि हुन्। अनि डिजिटल ख्योङजे डिजिटल अर्थतन्त्र, खेपक कोरियाली पप सङ्गीत, थ्रुमा सिरियल, मुना खन्थेन सानप सांस्कृतिक सामग्री उद्योग, छुमक ध्यानाकर्षण भनेको आकर्षण भन्नु। हस्त भिडियोलाई हेरेर लाइक सब्सक्राइब र सेयर पनि गरिदिनु होला। म भोलि फेरि पार्ट 2 लिएर अभ्यास सहित आउनेछु।